ल यो भैरवनाथको मन्दिर पाल्पामा। हेलो गाइज, वेलकम ब्याक इन्टु माई युट्युब च्यानल सल्यानी ट्र्याकर। सम्पूर्णलाई म हार्दिक स्वागत गर्दछु आजको यो मेरो नयाँ भिडियोमा। म एकदमै नयाँ यात्रामा निस्केछु साथीहरू, र त्यो यात्रा हामी कहाँ जाँदैछौँ अहिले म पछि रिभिल गर्नेछु। अहिले हामी ठ्याक्क चाहिँ अर्घाखाँचीमा छौँ। अर्घाखाँचीमा दाङ जिल्ला भर्खर पार गरेको छौँ। धान खोलादेखि अगाडि यो एकदमै पछाडि जस्तो एकदमै राम्रो चाहिँ टुरिस्ट प्लेस हो। यो पनि नागको चित्र बनाएको छ पछाडि। सो यहाँदेखि एकदम सुन्दर ठाउँदेखि आजको म ब्लग गर्दै सुरु गर्दैछु। अन्तिमसम्म यो ब्लग हेरेर चाहिँ साथ दिनु होला है साथीहरू। यो पनि एक खालको टुरिस्ट प्लेस नै हो आन्तरिक पर्यटकका लागि। गाडीहरूको लौको छ। अब यहाँ सबै नास्ता पानी गर्ने, त्यस्तै गरी अहिले बिहानको समय नास्ताको लागि भागिन्छौँ र डे टाइममा चाहिँ खानाको लागि। विश्वकर्मा जय विश्वकर्मा, यात्रा सफल होस्। ल साथीहरू, म अहिले भुटेनको नजिकमा पुग्दैछु। भुटान उत्तरी प्रदेशको एउटा मुख्य प्रमुख सहर मात्रै नभएर नेपालको एउटा प्रमुख सहर हो। सहर आयो, त्यही भएर गाडीहरूको चाप पनि बढ्दैछ, ट्राफिक बढ्दैछ। बिहानको 10:30 बजी सकिएको छ। झन्डै हामीले बिहान 5 बजे हिँडेको, त्यसकोदेखि 172 किलोमिटर दूरी पार गरिसकेको छौँ हामीले। त्यो रोड गएको साथीहरू भुटोल फुलबारी जान्छ, मणिमुकुन्द सेन उद्यान पार्कतिर। म चाहिँ अहिले अब तपाईँको ठ्याक्कै चाहिँ खोलाको माथि बनेको पुलमा नजिकमा छु। भुटोल एकदमै नेपालकै ठुलो सहर, लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो व्यापारिक क्षेत्र, उद्योग, सानातिना कल कारखानाबाट भरिपूर्ण सहर। चौराहादेखि चाहिँ लेफ्ट लाग्नेछु र उत्तरतिर जानेछु तानसेन पाल्पा, किनकि हाम्रो डेस्टिनेसन चाहिँ उत्तरतिर छ साथीहरू। आजको हाम्रो डेस्टिनेसन रिडी क्षेत्र छ। र साथीहरू म अब उत्तरतिर लाग्यो। यहाँदेखि सोझै गएको छ तपाईँको चितवन, भैरवा, काठमाडौँ जान सकिन्छ। मेरो उत्तरतिर लाग्यो साथीहरू यहाँदेखि। अब लाग्यो साथीहरू सिद्धार्थ हाइवेमा, जुन पोखरा जान्छ। यहाँदेखि पोखरा चाहिँ जाने छैन। अनि तानसेनबाट अर्को बाटो बचेर चाहिँ पुग्नु हुँदै गिरी पुग्नेछ रुबी क्षेत्र। आजको हाम्रो गन्तव्य रुबी क्षेत्र हो। यो क्रमशः भोलिको यात्रा हामी त्यही डिस्कस गरेर तय गर्नेछौँ। उपमहानगरपालिका, भुटोल उपमहानगरपालिकामा छौँ होइन। यो सिद्ध बाबा, श्री सिद्ध बाबा धाम पुगेका छौँ हामी होइन।
अब हामी साथीहरू तिनाउ गाउँपालिकामा प्रवेश गरिसकेका छौँ। साथीहरू यात्राको क्रममा अहिले हामी चाहिँ तिनाउ गाउँपालिका श्री सिद्ध बाबा मन्दिर नियर छौँ र यो हाम्रो तपाईँको यो सिद्धार्थ हाइवे हो जुन पोखरा जान्छ। यहाँ छेउमै चाहिँ पुल पनि सुरुङ पनि बन्दैछ। यो ठ्याक्क अब यहाँ धेरै पहिरो आउँछ अनि यतातिर सिद्ध बाबाको मन्दिर, तलतिर चाहिँ यता तिनाउ खोला बगिराखेको छ ठुला ठुला पहाडको बिचमा। यहाँबाट सुरुङ बन्दैछ। यो सुरुङ ठ्याक्कै अब तपाईँको पाल्पा नगएर यहाँबाट सर्टकट हुन्छ केसमा पछाडि, किनकि निकै यहाँ बाढी यहाँ पहिरो आउँछ, त्यस कारणले यो निर्माण हुँदैछ र यात्रा जारी छ साथीहरू है हाम्रो। यहाँदेखि साथीहरू यो पोखरा हो, पोखरा जाने बाटो हो हाइवे। त्यो त पोखरा जाने क्या, पोखरा जाने। हामी त सोझै यताबाट माथि निस्क्यौँ नि, जाउँ। र साथीहरू बुद्धि बाङ क्रस गऱ्यौँ है, उता दायाँतिर पोखरा। अब हामी चाहिँ तानसेन बजारतिर लाग्दैछौँ, जुन चाहिँ ट्याक्क तपाईँ हेर्न सक्नुहुन्छ कसरी भित्तामा अडिएको छ। सो साथीहरू यो तानसेन बजारको बस स्टप है, सानो छ। तानसेनको टुनी खेल। यो टुनी खेलेको तानसेनको अड्डिने हो र नअड्डिम गइहालौँ। जाउँ त, छैन काम त केही छैन। ल साथीहरू तानसेनको टुनी खेल है। अब कता यताबाट हो नि, यताबाट निस्किनु नि अगाडि, उता पारिबाट यता माथि निस्किनु नि, त्यही त बाटो। यहाँबाट यसरी यता माथि निस्किनु त। यताबाट यता पारिबाट यता त्यो बाटो त्यताबाट हो त। जाम यहाँ तलबाट होला क्या, आउने।
कता होला यार यतै हो अरूको खाँची जाने यतै त होला नै वहाँ के गुल्मी जाने क्या यतैबाट त होला कि त्यहाँबाट उता होइन होला यतैबाट जाऊँ सोधौँ ल अगाडि जाऊँ बस त यतैबाट आएको छ थोरै बाटोको कन्फ्युज भयो त्यही भएर सोधेर अगाडि बढ्दै बाटो यही नै रहेछ ल साथीहरू अहिले हामी चाहिँ रिम्दीकोट गाउँपालिका भैरव स्थान पाल्पामा छौँ यहाँ माथि एउटा मन्दिर छ भैरव स्थान निकै नै आकर्षक त्यसलाई हामी भिजिट गर्न जाँदैछौँ यहाँ प्रसादहरू लिन सकिन्छ अब हामी त दिउँसो 2 बजे जाँदैछौँ दर्शन गर्न हिँड्ने मात्रै हो साथीहरू रिम्दीकोट भैरव स्थानको सुन्दर दृश्य हेर्नुहोस् पाल्पा हामी यहाँ रोड घरको नजिकमा पुग्दैछौँ यहाँ रोटी पनि चलाउने चलन रहेछ मन्दिरमा रोड भने रोटी चलाउने एक मानाको एउटा रोटी आई थिङ्क एउटा मानाको एउटा रोटी चलाउने चलन रहेछ यहाँ त्यही भएर रोड घर भनेर पनि छ यहाँ रोड पकाउने चाहिँ भाँडाहरू यसमा रोटी पकाइन्छ 1 मानाको र मन्दिरमा चलाइन्छ है 1 माना 2 माना 3 मानाको अनि मन्दिरमा चलाउने चलन छ अरू ठाउँमा प्रसाद चढाए जस्तै भैरव स्थान मन्दिरको प्रवेशद्वार गेट एकदमै आकर्षक छ सरसफाइको विशेष ध्यान राखिएको छ सुन्दर ठाउँमा छ भैरव स्थान मन्दिर अग्लो ठाउँमा रिम्दीकोट गाउँपालिकामा यति खेल्नका लागि पनि बनाइएको रहेछ अग्लो ठाउँमा यहाँबाट चारैतिरबाट डाँडा पाखा अँगाल्न सकिन्छ पाल्पा जिल्लाका उल्टो परेछ यार आफै थाहा होला म त यो भने उता तिनटा त्यो पो ठिक लाग्छ यार ल साथीहरू श्री पाल्पा भैरवनाथ मन्दिरको गेटमा हामी प्रवेश गरिसकेका छौँ निकै नै आकर्षक मन्दिर रहेछ राम्रो कलाकृति डिजाइन जुत्ता राख्ने स्टल ल साथीहरू अहिले म चाहिँ भैरव स्थान मन्दिरमा छु भैरव मन्दिरमा जुन चाहिँ पाल्पाको रिम्दीकोटमा छ निकै नै सुन्दर एकदम व्यवस्थित चाहिँ मन्दिर रहेछ यसको म अहिले अवलोकन गर्दैछु एकदम उच्च ठाउँमा छ र यहाँदेखि भित्र जाने बाटो रहेछ मेन बाटोदेखि अब हामी यहाँ भित्र जाँदैछौँ साथीहरू ल यो भैरवनाथको मन्दिर पाल्पामा एकदम यहाँ त्रिशूल नेपालकै सबैभन्दा ठुलो त्रिशूल रहेको छ यहाँ अनि यो मन्दिर यो डमरू सहितको रहेछ दाङमा पनि छ यो दोस्रो ठुलो हुनसक्छ यसको बारेमा मलाई पनि त्यति थाहा छैन म जानकारी लिनेछु पछि आर्किटेक्चर हेर्नुहोस् साथी यसको डिजाइन कति राम्रो छ बबाल चाहिँ आर्किटेक्चर गरिएको छ
प्यागोडा शैलीमा बनिएका यी मन्दिर निकै नै सुन्दर देखिएको छ र यतातिर हेर्न सक्नु तपाईँ आहा स्काई लुक्स ब्युटिफुल चारैतिरको भ्यू हेर्नु जस्तो पाल्पाको ओहो हो लुक्स असम गाइज एकदमै सुन्दर दृश्य छ यो हो भैरवनाथ मन्दिर यता स्याङ्जा जिल्लामा छ है उता